मेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने होला कल च्यालेन्जै दिन्छु किनभने म इमानदार छु नि त। तो चलिए शुरू करते हैं। के वाल्नु पर्यो हेर मालिकलाई नमस्ते गर। म त धरतीको धुलो तिमी ठुलो मान्छे बन्नु है। फेरि किन चाहियो धरानमा एयरपोर्ट? विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ हौ, जनता जान्न चाहन्छन्, बताउनुहोस्। अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भयो नि त्यो त। हामी यस्तै त हो नि बोरो जहिले यस्तै त हो नि बोरो। यो देशको सगरमाथालाई हल्लाउन सजिलो होला, अर्को सामाङलाई हल्लाउन गाह्रो। भनौँ न हास्य शैलीमै गोठमा बाँधिराखेको गाईलाई सोद्धाखेरि पनि माटो भन्छ। हर्क साम्पाङ आज कोहीसँग डराउँदैन नि, किन थाहा छ? कोहीसँग नडराउने, कोहीसँग डराउँदैन, प्रधानमन्त्रीसँगै नडराउने, डराउँदैन। केपी शर्मा ओली छ देशको प्रधानमन्त्री। च्यालेन्जै दिन्छु म जसलाई पनि, च्यालेन्जै दिन्छु किनभने म इमानदार छु नि त। होला कल कल यादै सल सल के चाहिँ हुन्छ भनेर राति 2 बजी उठेर एउटा स्टेटस लेख्छु कि त्यसको तल 1 मिनट पनि पुगेको हुँदैन, अर्कै हल्दार आइहाल्छ। जबसम्म श्रम संस्कृति यो देशमा पूर्ण रूपमा फैलिँदैन तबसम्म त्यसरी नै चल्छ। मोमो पसल खोलेर मोमो बेच्दै बस्छु तपाईँको। यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ। तर उहाँहरू आउँदाखेरि चाहिँ अलिकति जुन दृश्य तपाईँले पनि देख्नुभयो होला, त्यो दृश्य चाहिँ अलिक ठिक थिएन कि जस्तो लाग्यो, होइन? जनताकै करले तिरेको अब रगत पसिना विभिन्न कमाएर हामीले तिरेको भनेर भनिराख्नुहुन्छ। उहाँहरूकै करले तिरेको कुर्सी छ, होइन? हाम्रो कुर्सी त छ नि त, अब अहिले पो अटेन होला त। कुर्सीमा बसेर भन्दा पनि हुने, मेरो काखमै आएर झन्डै झन्डै बस्नुहुन्छ। यो कुर्सीमा बस्ने हो छोडिदिउँ भनौँ कि जस्तो पनि लाग्यो एकचोटि त। नेपाली हो, पखेरोमा जन्मी टाकुरामा जन्मी पखेरोमा खेल्ने, होइन? झुक्दैन झुक्ने नेपाली छोरो भनेको छैन, त्यो मै हो। केपी भर्सेस बालेन भन्ने छ, त्यो वास्तविकता होइन। अब यहाँ समीर तामाङ आउँछन्। केपी भर्सेस बालेन चाहिँ हो, तर समीर इज नेक्स्ट लेभल क्या। त्यो उनीहरू तल्लो ग्राउन्डमा कम्पिटिसन गर्छ, समीर माथिल्लो ग्राउन्डमा छ नि। ग्राउन्ड चेक गर्दा पनि हुन्छ त, होइन? अब पार्टीकै यस्तो कुकुरको पुछार जस्तो बाङ्गिएको मान्छेसँग गएर सोध्नुभयो भने त उसले त त्यही भन्छ। तर आम जनतालाई सोध्नुहोस्, भोट जति सबै माटो। यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो भने लात्ताले दिइहाल्छु, त्यसपछि लात्ताले दिन्छु, लात्ताले बङ्गाल्ने। कति लात्ता हान्नुहुन्छ? तपाईँको उपमहानगरपालिकामा कमिसन खोरीहरू छैनन्? छैन, मेरो जानकारीमा आएको छैन। आयो भने लात्ताले, प्रमाणित भयो भने लात्ताले हो। लात्ताले हानेर पुग्छ भ्रष्टाचारलाई? दिने नै त्यही हो। तपाईँ आफै कानुन बनाउने, आफ्नै हात जगन्नाथ हर्क साम्पाङको रणनीति यस्तो छ। भ्रष्टाचारीले लात्ताले नदिएर के गर्ने?
कसलाई चाहिँ दिने त लात्ताले चाहिँ? यो खुट्टा भनेको चाहिँ हिँड्ने मात्रै हो त, लात्ता दिने पनि हो क्या? तर विकास निर्माणमा छ नि, ठेकदारहरूले काम गर्दाखेरि, सडक बनाउँदाखेरि, पुल बनाउँदाखेरि, सडक पिच गर्दाखेरि तपाईँलाई कमिसन दिँदैनन्? कमिसन भन्दैछु त जन्छ र कमिसनको क पनि भन्नु पर्दैन, गर्दैछ भने मुखैमा लात्ताले भुवा। पारा मिलेन जेठा पारा